guys, welcome to Qzone vlog. आज चाहिँ मुकबाङ गर्न आँटेको अनि Qzone पनि यहाँ आइरहेछ डान्स गर्दैछ यी सरी क्यामेरा छोडेर रङ छ के म फर्स्ट टाइम हो क्या फर्स्ट टाइम गर्न आँटेको म अब Qzone लाई दिनु ओए बनालु आज चाहिँ हामी के च्यालेन्ज गर्न सक्नुहुन्छ एरनजी हाम्रो घाँस बनाउँदै ए घाँस हो पराल हैन घाँस हो अनि तेरो पराल भन्छ जस्तो हो कि त घाँस भन्दै छु के अब यसको चाहिँ कामै काम छ अब हामी चाहिँ भने अब के भन्ने सघाउन हैन भ्लग बनाउन चाहिँ हामी आज के मुकबाङ च्यालेन्ज गर्न आँटेको त्यसैले अब अझै एउटा मान्छे आउँछ उ त्यो घर चाहिँ तँ चाहिँ पिरै खाँदैन पर्तीको नाम चाहिँ पर्तीको गोमालाई झन्डै लड यसको घर आइपुगेको हो हामी अहिले यसको घरको पुरा रुम टुल दिन्छौँ तर चाबी ल्याएर चाहिँ एउटा घरकोमा जम्जम यसको कोठा चाहिँ यो देखाने ए देखाइन्छु के हुन्छ देखाउनु साँच्ची के हुँदैछ क्या एरनको रुम हो एरनको यो बेड हो यसको ब्याग हो अनि यसको यो के हो यो थाहा छैन अनि यसको चाहिँ यहाँ लुगा लिएर जुट्टा राख्ने ठाउँ हो यो लुगा लगाएर अनि यो चाहिँ चार्जिङ ठाउँ हो त्यस्तै छु यसको रुम चाहिँ हेर्नु होला अब नेक्स्ट रुम हाम्रो यसको सिटिङ कोठा होला यो सिटिङ कोठा देखाउन आँटेको यसको यहाँ चाहिँ टिभी छ स्यामसङ ग्यालेक्सीको टिभी छ अनि यहाँ चाहिँ फोटोहरू छ कसको अनि यहाँ बेड छ अनि यहाँ सोफा छ सोफामा चाहिँ खोइ के छ अनि यहाँ चाहिँ चाबी लगाएर छ नत्र हुँ त्यो पछाडिको नजारा चाहिँ के चाहिँ हेर्नुहुन्छ तपाईँ यहाँ चाहिँ के छ मलाई थाहा छैन म चाहिँ यहाँ आएको छु कति बेला पछि न पर्तिकलाई बोलाउनु बाक म एक्लै त आइज नि दुई जान्छौँ ए यो एउटा चाहिँ गरिदियो ल हिँड्दै खै केमा तर ल पैसाको कुरा हामी पर्तिकलाई बोलाउन जान आँटेको तर उल्टोबाट यसरी जान्छु भनेको सोचेको होला यहाँ चाहिँ के गर्दा के गरेको तैँले घाँस उकालेको काम छैन ए काम त गर्यो भने लु यहाँ गरेछ नि त हामी चाहिँ अब पर्तिकलाई लिन जान आँटेको यो मोटे चाहिँ ड्राइभर छ हाम्रो हामी चाहिँ पर्तिकलाई लिन जान आँटेको उ त्यही घर अघि मैले देखाएको त्यो घर अब चाहिँ हामी त्यही पर्तिकलाई लिन जान आँटेको छु त्यो चाहिँ ड्राइभर यो अहिले भर्खर कराइरहेको थियो त पर्तिक अब दर पकारि पकारि कहाँ हुन्छ त्यही हामी जाँदै फोन चरा भने चाहिँ अहिले कसले भेट्यो भने घाँसमै झर्नु बाटोमा झर्ने बेलामा घाँसतिर भ्यात्के हालिदिन्छु पर्तिकको आयो अब पर्तिकको ठाउँमा चाहिँ ब्लग गरिदिनु अहिले लास्ट लाग्छ पर्तिक ए पर्तिक आयो पर्तिक यो चाहिँ हामी फेरि दोकान जान आँटेको यहाँ चाउचाउ किन्न फोर किनिरहेको छु कस्तो गर्नुभयो नि तो गाइस देख सकते हैं नेपाली तो गाइस मैंने नेपाली बोल दिया है तो ये टू मंकीज इन द रो ये मेरा नौकर है गाइस इसका नाम है बल्लू पटेल इसका नाम है टल्लू पटेल तो गाइस देख सकते हैं ये है मेरा दोस्त ये मेरा खास दोस्त है बॉडी 0% फैट 100% एटिट्युड 0%। तो गाइस यो हाम्रो गाउँ चाहिँ हैन है के हो त के हो त भिलेज तो गाइस यति भन्दा म आफ्नो ब्लग रोकिसके सो वेलकम गाइस तो you know these two monkeys are eating like a monster like this. Oh my god, what a big bed, what a two dollar. Dollar is Talla. This my brother is Talla.
and 2 is eating. So thank you guys. Welcome guys to आज की वीडियो खत्म होता है. बाय. आजको भिडियो चाहिँ यति नै हो. सबैजना लाइक गरेर शेयर गर्नुलाई सब्स्क्राइब गरिदिनु. ल डिसलाइक गर्नु चाहिँ नबिर्सिनु होला. लाइक र सब्स्क्राइब गरिदिनु होला. अनि यो चाहिँ मोटे हो त्यो चाहिँ चिन्नुहुन्छ होला. आज चाहिँ के भन्दैछु आज यो भिडियो जान्छ कृष्ण सुप्रिम सिगाने थापालाई. रिदम चौधरी. ल आजको यति भन्दै हामी आफ्नो भ्लग एन्ड गर्न लागेको छौँ. त